Because a lot of people found it weird that at the end of Apple's announcements for Apple Intelligence, they made a note these are only available on the latest iPhone 15. A lot of people were so excited about all these new features, only to find that you literally have the latest, most expensive iPhone. What if Apple adds a 30 to 50% performance boost for AI on only the iPhone 16 Pro, and suddenly the phone that looks the exact same becomes AI neural engine component of the chip to be a huge upgrade year over year? I don't think they're just doing that so the current features work a little bit better than new models here. While before it was limited to Apple's preset options or any shortcut, now you can reassign pros. When Apple adds this to the entire lineup, they would want that to be a headline feature that you can do so much more with the action button in iOS 18, and now you can do that on all iPhones. And the second one is also button related. In iOS 18, Apple added a really cool UI change, where when you push in the volume button, Apple buttons work by the home button instead of an icon maker. When you press in on them, they vibrate, they don't physically do it, making the phone not only more waterproof. Podría ser que si tú pones el suyo. टिकट नाम के भन्नु सरी सर सबको नाम भन्दै थिए व्यक्तिगत नाम यो यता हो हजुर कति छ
हेलो मलाई छिर्नै नदिने खासै यो बट्टाको एक्सपेक्टेड केस भनेको थियो नि त्यो कम्पनीको भएको तपाईले यो क्युआर गर्नुपर्ने क्युआर छ नि क्युआर चाहिँ एक के सबै बक्स पनि आउँछ ए हो ढिलो रहेछ यसको यो फुट लिन्छ यसको हुन्छ लिन्न गर्नु भनि आफ्नो
त्यो नोट गरेर राख्नुहोस् न अनि Terima kasih.
हाई पावर मान्छेहरू साइडबाट तलदेखि माथिदेखि रमेश सर नमस्कार वितरणका लागि श्री रेखा श्रेष्ठज्यू र अन्जु भट्टराईज्यूलाई म स्वागत अनि अभिवादन व्यक्त गर्दै आफ्नो देशको कार्यक्रममा सुत्रमा हामीलाई समय दिनुभएकोमा म अप्टिकल व्यवसाय संस्थानको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद यसैगरी म आसन ग्रहणका लागि भक्तपुरका अग्रज चस्मा व्यवसायी श्री बुद्धि बहादुर बयाजुज्यूलाई पनि अनुरोध गर्न चाहन्छु यो खाली समयमा नेटवर्किङका लागि पनि प्रयोग गरिदिनुहोला धन्यवाद जानकारी गराउन चाहन्छु उहाँको आगमनमा केही विलम्ब भएका कारणले गर्दा पुरै पूर्व निर्धारित तालिकाभन्दा साइको मेजरमेन्ट एकदमै इनर ब्रान्ड सबै पाउँछ हामीले सिलरको एनबिजीमा चक्की क्वालिटीमा हामीसँग स्टक आइसकेको छ गाइस एकचोटि हाम्रो अफिस सेन्ट्रल चाहिँ अफिसमा चाहिँ एकचोटि भिजिट गरिदिनु होला रेभन मोडको एकदमै बढी गइरहेको लेन्स एकदमै दामी क्वालिटीमा विथ पोलराइज आउँछ है त एकदमै चक्की क्वालिटीमा छ यहाँ चाहिँ रेभन ब्रान्डिङ हुन्छ धेरैजनालाई म गुरु भन्न रुचाउँछु धेरैजना मभन्दा सिनियर मान्छेहरू हुनुहुन्छ तथा मेरा साथीभाइहरू त्यसको लागि म ओप्यानलाई हृदयदेखि नै धन्यवाद र उहाँहरूको लागि एउटा जोरदार ताली गर्नको लागि म हार्दिक आह्वान गर्दछु मेरो नाम अशेष भन्दा पनि धेरैजनाले जाइसको मान्छेको रूपमा चिन्नुहुन्छ है म आज तपाईँहरूलाई हाम्रो अफिसले अथवा हाम्रो अर्गनाइजेसनले के कुरा डेलिभर गर्छ मार्केटमा देखेको छु र यसलाई मैले एउटा सबैजनाको सहभागिता भएको बेलामा यसलाई अलिकति अन्तर्क्रियामूलक र केही कुराहरू हामी चिन्तन पनि गरौँ भन्ने एउटा अपर्च्युनिटीको रूपमा मैले आज त्यसलाई युज गर्न चाहेँ सो मैले नेपाल फर्केर हेर्दाखेरि मैले अप्टिकल रिटेल चाहिँ अलिकति
अर्गनाइज नदेखेको हुनाले गर्दाखेरि यसलाई केही रूपमा अर्गनाइज पनि लिएर जानुपर्छ भनेर मैले जाइसलाई नेपालमा ल्याउनुपर्छ भन्ने एउटा अटोट पनि ठानेर यो कुरा सुरु गरेको थिएँ। सो यो सबै कुराहरू मैले देख्दै गर्दाखेरि मार्केटमा एउटा ठुलो निड देखेर यो प्रोग्राममा जुन आउनुभएको थियो होइन। यो प्रोग्राममा हामीले ग्रान्ड होटल तपाईँको कलन्कीमा यो गरेको थियौँ। हामीले तपाईँको 2018बाट जब सुरुवात गर्नु पहिलो कुरा त हामीले एउटा प्राइस बजार एउटा कमिटमेन्ट के गर्यौँ भन्दाखेरि हाम्रो टिमले र मैले यसमा सर्भिसमा चाहिँ एकदम ठुलो ग्याप देखेको थिएँ इन टर्म्स अफ डेलिभरी, इन टर्म्स अफ ट्रेनिङ, इन टर्म्स अफ युनिफर्मिटी। सो त्यो सर्भिसको ग्यापलाई फिल गर्नलाई हामीले त्यतिखेर एउटा जे कुरा अनेस्ट हो र जे कुरा जेन्युन हो त्यही कुरा गर्नुपर्छ भन्ने एउटा मैले अटोट लेभलले गर्दाखेरि मैले एउटा जेन्युन प्रोडक्ट लिएर पनि अगाडि बढेको थिएँ र एउटा रेटमा नेगोसिएट गरेर हामीले मार्केटमा ल्याउन सफल भएको थियौँ। सो बेलामा मैले अलिअलि गाली पनि खाएँ, तेरो ट्रेनिङ लिनलाई पैसा दिनुपर्ने भनेर भन्नु पनि भयो, तर पनि आइदिनु भयो होइन। नबिन्ती मुस्कुराउँदै हुनुहुन्छ, उहाँहरूले पनि ट्रस्ट गरेर हामीलाई होइन मैले पैसा लिए पनि लिएँ तर अब ठिक छ हामी सपोर्ट गर्छौँ भनेर धेरैजना होइन नवीन सर लगायत धेरैजना हुनुहुन्छ जसले माया गरेर त्यो ट्रेनिङलाई 2.5 दिनको ट्रेनिङ हुन्थ्यो। हामीले त्यतिखेर सर्टिफिकेट कोर्स गर्थ्यौँ तर ट्रेनिङको ठुलो डिमान्ड छ भन्ने कुरा फिल गऱ्यौँ र त्यतिखेर हाम्रो टिम धेरै ठुलो थिएन, त्यही भएर धेरै ठाउँमा म आफै पुग्थेँ। यहाँमध्ये धेरैजना पार्टिसिपेन्टहरू पनि हुनुहुन्छ जसले चाहिँ यो ट्रेनिङहरूमा सबैजना अप्टिकल व्यवसायी भएको प्लेटफर्ममा के भन्न चाहे भन्दाखेरि अझै पनि ट्रेनिङको चाहिँ गरेको यो अर्गनाइजेसनमा तपाईँहरूले हामीसँग ट्रेनिङको लागि डिमान्ड गर्नुहोस्, वी आर रेडी टु सर्भ। हामीले पनि आज जाइस ब्रान्डको प्रमोसन गर्ने मौका पाएको छौँ हजुरहरूको प्रेमिसेसमा। सो हामीले स्टोर हाइजिनमा ध्यान दिन थाल्यौँ। त्यो लगत्तै हामीले अर्को कुरा भनेको क्लिनिकहरूमा अप्टोमेट्रिस्टहरूको रुममा होइन कसरी चाहिँ लेन्सको काउन्सिलिङ गर्ने भनेर हाम्रो लेन्स कन्सल्टेसन र प्रोग्रेसिभ लेन्स अथवा चाहिँ जुन हामीले कोरिडोरको कुरा गर्छौँ डिफ्रेन्ट आर्टवर्कहरू दिएर तपाईँहरूले यसरी चाहिँ कस्टमरलाई कन्भिन्स गर्नुहोस्। हामीले 1 महिनाको वारेन्टी फर एडप्टेसन, कस्टमरलाई एडप्ट भएन भने वी आर देयर, हामी छौँ, तपाईँ ढुक्क भएर बेच्नुहोस् भनेर हामीले एउटा चाहिँ कस्टमरहरूलाई कन्फिडेन्स दिएर प्रोग्रेसिभ सेलिङमा हामीले अलिकति त्यो प्रोडक्टहरू पनि हामीले मार्केटमा लन्च गऱ्यौँ है। त्यसरी नै हामीले बेला मार्केटमा भएका केही हाम्रो उत्साहजनक गतिविधिलाई प्रोत्साहन हामी तपाईँहरूको सेवामा सधैँभरि प्रतिबद्ध भएर लागेको छौँ र मार्जिन रिलेटेड, ह्युमन रिसोर्सेस रिलेटेड र मार्केट साइज जुन घटिरहेको छ यो सबै च्यालेन्जेसलाई हामीले कसरी गर्ने मेरो विचारमा ओपनली अब गर्नुपर्ने सम्पूर्ण ध्यान भनेको यो कुरामा बढी गर्न जरुरी छ होइन जस्तो लाग्छ भने प्लिज हाम्रो कम्पनीको सबैजनाको डिटेल्स म यहाँ राखेको छु। हजुरहरूले हाम्रो कम्पनीको ट्रेनर सेल्सको लागि फोटो लिन सक्नुहुन्छ। यो हाम्रो एक सुरुवात मात्र हो, अझ धेरै अगाडि बढ्नु छ र धेरै आवश्यक सुधारका कार्यहरू कार्यान्वित हुन्छ। राज्य र स्थानीय निकायबाट हामी व्यवसायहरूको हितको निम्ति हामी एक मजबुत भइरहनुको विकल्प छैन। म आज यस विशेषमा यो पढ्न गर्न चाहन्छु कि म यस संस्थाको सदा हितको निम्ति एक डिलर जस्ता व्यक्तिको रूपमा सदा शुभकामना मन्तव्यका लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु श्री देवेन्द्र मास्केजीलाई, ओपालका सहसचिव हुनुहुन्छ। मैले यहाँ देखिरहेको छु आसन ग्रह हुँदा मैले एकदम फर्मली परिवार जानको चाहिँ यहाँ हाम्रो किशोर राज प्रधान सर, टिचिङ महाराज संस्कार प्रोफेसर डाक्टर गौरी शङ्कर श्रेष्ठ लगाएर चाहन्छु आयोजकको तर्फबाट। र मैले छोटो समयमा एकदम परिवार जाँदाखेरि यो नेपालमा हामीले केही समय अगाडि एकदम अग्रज हाम्रा दाइहरू हुनुहुन्छ, म पनि यही अप्टिकल क्षेत्रमा 2081 को प्रारम्भतिर हामीले यो संस्थालाई खडा गऱ्यौँ। तर एउटा छाता सङ्गठनको रूपमा एउटा भातृ सङ्गठनको रूपमा मतलब सम्पूर्ण संरक्षण नियन्त्रण यसलाई परिवर्तन एउटा सुदृढ विकास र संरक्षणको रूपमा एउटा छाता सङ्गठन हाम्रो अप्टिकल व्यवसायिक सङ्घको थिएन। हजुरहरूलाई जानकारी नै छ यो भनेको एउटा नेपाल सरकारलाई राजस्व तिरेर एउटा ठुलो अर्थतन्त्र ओगट्ने एउटा स्वास्थ्य जनताको एकदम प्रत्यक्ष स्वास्थ्यमा असर राख्ने यति ठुलो कार्यक्रम आज हामीले यही सालमा सङ्गठन दर्ता गरेर प्रारम्भ गरेर यही सालमा यति ठुलो आम भेला गर्नको लागि हामी यहाँ आइपुगेका छौँ। मेरो हितमा पनि हामी धेरै यस्ता आम भेलाहरू हाम्रो अधिवेशन हुन बाँकी नै छ। एउटा समाजमा
दूर दराजमा गएर पनि हामीले एउटा आँखा जस्तो इम्पोर्टेन्ट चिजको एउटा शिविरहरू ट्रेनिङहरू साथै यसको महत्त्व र अप्टिकल व्यावसायिक संगठन किन चाहिएको र यसको आवश्यकता के हो भने हाम्रो सदस्यहरूलाई बुझाउनु पनि एउटा जानकारी थियो। यसले भावी दिनमा के गर्छ र के को लागि यो स्थापना भयो भन्दाखेरि व्यापारिक गर्नको लागि संस्था खडा भएको हो। जुन पेसा हामीले गरिरहेको छौँ यो पेसा एउटा आँखासँग सम्बन्धित स्वास्थ्यसँग सम्बन्धित राज्य एउटा ठुलो राज्य कोष एउटा धनराशि एउटा सरकारी करको रूपमा दिइरहेको छ। राज्यले पनि हामीले हेर्नुपर्ने दृष्टिकोण हाम्रो नीति निर्माण र यो अप्टिकल क्षेत्रलाई सरकारले मार्जित गर्दै विस्तृत गर्दै यसको सुदृढ विकासको लागि चाहिँ यो संगठनले काम गर्नेछ। व्यवसायलाई मर्यादित र चुनौतीरहित कसरी बनाउन सकिन्छ भन्ने हेतुले नै सङ्घको स्थापना भएको हो र आँखा भन्ने बित्तिकै संवेदनशील अङ्ग छ र त्यस कारणले गर्दा व्यवसाय भाव सँगसँगै सेवा भाव पनि कसरी बढाउन सकिन्छ भनेर पनि हामी आज एकजुट भएका छौँ। उहाँले भन्नुभएको जस्तै मन्तव्यको क्रमलाई थोरै रोकेर हामी एउटा मनोरञ्जनात्मक प्रस्तुतितर्फ अगाडि बढ्न गइरहेका छौँ। अबको क्रममा हामीसँग एउटा नृत्य रहेको छ।
गर्न राइडर्स वर्ल्डको फर्स्ट प्रोग्रेसिभ लेन्स also वर्ल्डको फर्स्ट AI इन्टिग्रेटेड लेन्स एसएलआर लक्सोटिकाले लन्च गरेको छ यहाँलाई। सो नेपालमा पनि हामी एसएलआर लक्सोटिका तपाईहरुसँग धेरै पहिलादेखि नै छौं, नट जस्ट एज अ कम्पनी बट एज अ पार्टनर्स एज अ फ्रेन्ड। हामी जहिले पनि हामीले युज गर्ने वर्ड भनेको स्थिति भन्छौं हामी हाइब्रिड पार्टनर्स। सो यु अल आर आवर पार्टनर्स। लियोनार्डोमा चाहिँ यहाँहरुलाई लियोनार्डोको सर्टिफिकेसनहरु चाहिएको छ। लियोनार्डोमा तपाईहरुलाई हुन्छ नि स्किल्सहरु, सफ्ट स्किल्सहरु, हार्ड स्किल्सहरु केही पनि सिक्नु छ भने दिस इज द प्लेटफर्म। कति पैसा पर्छ बाबु? एकछिन 2000 अनि फरक क्वालिटी अनुसार फरक पर्छ। सनग्लास यो सनग्लास चाहिँ यो चाहिँ आँखाको पावर चेक गर्ने मेसिन, चस्माको सिसामा पनि पावर चेक गर्ने भित्र पनि रोग हेर्ने पर्ने यो आँखा हेर्ने साइज डिफ्रेन्ट साइज कलर अनुसार बनाउन सक्छौँ। अनि त यतै डाइरेक्ट लेन्स चाहिँ इन्डियाबाट आउँछ सबै। यो चाहिँ अर्को हाम्रो नेपाली ब्रान्ड एभरेस्ट ब्रान्ड नेपालको आफ्नै ब्रान्डिङ गरेको छ। यो त सनग्लास हो। हजुर सनग्लासेस ट्रेन्ड अहिले यस्तो चलेको छ यो यङ केटाकेटीहरू डिस्प्ले बक्स विथ सनग्लासेस। यो चाहिँ यो हस्पिटल आखिर चस्मा पसलहरूले राखेको हुन्छ। हाम्रो क्लिनिक सहजीकरणमा पनि अलिकति हामीलाई नेपाली मापदण्ड चाहिँ फेरि त्यो हात धुने ठाउँ, बस्ने ठाउँ, अनि फेरि डक्टर, मातृका आइकेहरू चाहिँ आँखाको चस्मा पावर लाउनु पर्ने, अपरेसन गरेर पावर लगाउनु पर्ने त्यो मातृका आइकेहरू डक्टर किशोर प्रधान भन्नुहुन्छ। बागमती प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री म उहाँलाई पुनः स्वागत गर्न चाहन्छु। विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका उपाध्यक्ष श्री राजेन्द्र सेठज्यूलाई स्वागत गर्दछु। नेपाल अर्थोनोमिक सोसाइटीका अध्यक्ष डाक्टर पुरुषोत्तम जोशीज्यूलाई पनि स्वागत गर्न चाहन्छु। देशभर अथवा काठमाडौँ वरपर रहेका अप्टिकल व्यवसायमा संलग्न व्यवसायीहरू, स्वास्थ्य कर्मीहरू सबैजनालाई एउटा छाता पनि राखेर सहयोगीको भूमिका निर्वाह गरिदिनुका लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री प्रदीप पौडेलज्यू मानसमा दीप प्रज्वलन गरेर अप्टिकल व्यवसाय सङ्घ नेपालको प्रथम ऐतिहासिक अप्टिकल रिटेलर मिटको समुद्घाटन गर्दै हुनुहुन्छ। कृपया तपाईँहरू पनि आसन ग्रहण गरेर हामीलाई सुचारू कार्यक्रम अगाडि बढाइदिनुका लागि मद्दत गरिदिनुका लागि म अनुरोध गर्दछु। गराउन चाहन्छु र हाम्रो ब्याज वितरणको कार्यक्रम पनि अगाडि बढिरहेको छ। व्यस्त तालिकाको बावजुद पनि हामीलाई माननीय मन्त्रीज्यूले समय दिनुभएको छ। यसका लागि
अध्यक्ष श्री रमेश घिमिरेज्यू, चस्मा होलसेल व्यवसाय संघका अध्यक्ष सन्तोष शाहज्यू, अध्यक्ष श्री विमल मोडाज्यू, भक्तपुरका अग्रज चस्मा व्यवसायी बुद्धि बहादुर बर्जुज्यू, नमस्कार। आजको यस औपचारिक कार्यक्रममा अप्टिकल रिटेलर नेट तथा सम्पूर्ण उपस्थित व्यवसायी साथीहरूमा हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु। हामीले आयोजना गरेको यस कार्यक्रम अप्टिकल सेवा र पेसागत विकासमा समर्पित र यहाँहरूको उपस्थिति यस कार्यक्रमको गरिमा बढाउने महत्त्वपूर्ण पक्ष हो भन्ने लागेको छ। हार्दिक स्वागत गर्दै आजको कार्यक्रम सफल फलदायी र स्मरणीय बनोस् भन्ने शुभकामनासहित धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार। कार्यक्रमका अध्यक्षज्यू, आजका यस कार्यक्रमका प्रमुख अतिथिज्यू, माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कदेव पौडेलज्यू, उपस्थित हुनुहुनेका सम्पूर्ण गण्यमान्य व्यक्तित्वहरू र विशेष गरी आजको कार्यक्रममा उपस्थित हुनुभएका चस्मा क्षेत्रमा आँखाको क्षेत्रमा एउटा धरातलको रूपमा आफूलाई उद्भवनुभएका तमाम चस्मा व्यवसायी साथीहरू, दाजुभाइ दिदीबहिनीहरू यहाँ दोस्रो पङ्क्तिमा देखिरहेको छु। हाम्रो बुवा आदि स्तरका व्यक्तित्वहरू हुनुहुन्छ। तपाईँहरू सबैलाई म जितेन्द्र कुमार पाठकको न्यानो अभिवादन गर्दछु। स्वीकार गर्नुहोस्। नमस्ते। देशमा जबमा जसरी एउटा पिरामिड हामीले पिरामिड शैलीमा हामीले हेऱ्यौँ भने सबैभन्दा देशमा चस्मा व्यवसायहरू छौँ। नेपाल व्यवस्था गर्नु पर्यो सिटिभिटीबाट सबैलाई समग्र रूपमा हुन त त्यसको लागि हाम्रो अप्टिकल व्यवसायी सङ्घले पनि एउटा कार्ययोजना फेरि 2013 नयाँ चस्मा किन्नुपर्ने अवस्था छ। तर चस्मा व्यवसायीहरूले आम नेपालीहरूको एउटा चिज छ भनेर त्यत्रो धेरै मेहनत गरिरहेको यो चस्मा व्यवसाय हो। हाम्रो आवाज यहाँ हुन्छ। उपस्थित महिला तथा सञ्चालक अप्टिकल व्यवसायमा महत्त्वपूर्ण व्यवसाय हो आँखा व्यवसाय अथवा चस्मा व्यवसाय भनेको। यो व्यवसाय यदि कानुन बनाइदिनु भयो भने आँखा व्यवसायहरू आज हाम्रो देशमा चस्माको महत्त्व धेरै छ। मान्छेले सोखीको रूपमा लाउँछन्। मैले मन्दिर हालेर गर्न चाहेको कुरा संस्थागत गरिदिनुहोस्, घोषणा गर्नुहोस्। मलाई हामी सानो गरेर अनुमति गर्नुहोस्। यो देशका सबै नागरिक राज्यले त्यस्ता व्यक्ति आउनुहुन्छ। श्री जगमोहन श्रेष्ठज्यू, कृपया सम्मान ग्रहणका लागि स्टेजमा पालिदिनुहोला। डाक्टर भाइराजा श्रेष्ठज्यूलाई पनि अगाडि स्टेजमा आमन्त्रण गर्न चाहन्छु यो सम्मान कार्यक्रममा सरिक भइदिनुका लागि। र सम्मान ग्रहण गर्दै हुनुहुन्छ श्री जगमोहन जोशीज्यू। हर्षित र यो मञ्चबाट यस्तै अरू महानुभावहरूलाई पनि हामी सम्मान गर्ने कार्यक्रम अगाडि बढिरहेको छ। श्री कञ्चन मान तुलाधरज्यू, श्री कृष्ण प्रसाद नेमकोलज्यूलाई कृपया सम्मान ग्रहणका लागि स्टेजमा पालिदिनुहोला र जोरदार तालीका साथ उहाँहरूको हौसला पनि बुलन्द गरिदिनुहोला। श्री नारायण प्रसाद नेमकोलज्यूलाई पनि जोरदार तालीका साथ
धन्यवाद ज्ञापन गरौँ उहाँको योगदानका लागि। र अब स्टेजमा आमन्त्रण गर्न चाहन्छु श्री माधव प्रसाद शिवाकोटीज्यू, कृपया सम्मान ग्रहणका लागि स्टेजमा आइदिनुहोला। श्री यसै गरी दृष्टि आई केयरका प्रबन्ध निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर भाइराजा श्रेष्ठज्यूलाई पनि म प्रशंसा पत्र वितरणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथिद्वारा नेपाल अप्टिकल व्यवसाय सङ्घका कार्य समिति सदस्य तथा सल्लाहकारहरूलाई प्रशंसा पत्र वितरणको कार्यक्रम अब अगाडि बढ्छ। महासचिव रविन्द्र पाठकज्यू, सचिव ज्ञानेन्द्र अधिकारीज्यू, सहसचिव देवेन्द्र मास्केज्यू, कोषाध्यक्ष कमला बुढाथोकीज्यू, प्रवक्ता तथा यस कार्यक्रमका संयोजक मनोज धिमालज्यूलाई पनि मैले स्टेजमा प्रशंसा पत्र ग्रहणका लागि आमन्त्रण गरेँ। यसपछि सदस्य महानुभावहरूलाई पनि म तयारी अवस्थामा रहनका लागि अनुरोध गर्दछु। सदस्यहरूमा हरिबहादुर खड्काज्यू, कृष्णराम चुलियाज्यू, मैले नाम लिइसकेको महानुभावहरू पालैसँग स्टेजमा आइदिनुहोला। राजेश मारिखुज्यू, मोनिका मण्डलज्यू, कुमार प्रसाद मैनालीज्यू, सुनील सुजुज्यू, कृपया प्रशंसा पत्र ग्रहणका लागि स्टेजमा आइदिनुहोला। अमृत श्रेष्ठज्यू, दीपक माकाजु श्रेष्ठज्यू, सुमन कार्कीज्यू, गणेश प्रसाद अधिकारीज्यू, सदस्यहरूलाई मैले आमन्त्रण गरिरहेको छु स्टेजमा प्रशंसा पत्र ग्रहणका लागि। प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ज्यूले उहाँहरूलाई प्रशंसा पत्र वितरण गरिरहनु भएको छ। यसै गरी सल्लाहकारहरूमा भास्कर श्रेष्ठज्यू, जितेन्द्र कुमार बाखुज्यू, नवीन राज आचार्यज्यू, मैले नाम लिइरहेको महानुभावहरू, नाम लिइसकेको महानुभावहरू स्टेजमा प्रशंसा पत्र ग्रहणका लागि आइदिनुका लागि मैले अनुरोध गरेँ। र सँगसँगै एउटा सानो सूचना पनि, जायस र ओप्यानको सहकार्यमा ओप्यान अफिस त्रिपुरेश्वरमा प्रत्येक महिना निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गरिने भएको पनि हामीले जानकारी पाएका छौँ। यो जानकारी यहाँहरूमाझ हामी सेयर गर्न चाहन्छौँ। कृपया यो मौकाको पनि फाइदा उठाइदिनु होला। र आज यो मञ्चबाट सम्मानित महानुभावहरूलाई पनि बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु। र सम्मान तथा प्रशंसा पत्र वितरणमा सहभागिता जनाइदिनु भएकोमा म प्रमुख अतिथिज्यूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। मातृका आई फाउन्डेसनका संस्थापक र वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा लेसिक सर्जन डाक्टर किशोर राज प्रधानज्यू, श्री प्रदीप पौडेलज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार तालीका साथ उहाँलाई हामी स्टेजमा पुनः स्वागत गरौँ। आफैमा यो संस्था नयाँ हो र यो नयाँ संस्था खोलिन आवश्यक थियो। अघि समाजले भन्नुभएको जस्तै सङ्गठित हुनु, एकीकृत हुनु र एकीकृत भएर जुन शक्ति आर्जन हुन्छ त्यसपछि व्यावसायिक हकिमका निम्ति लाग्ने कुरा सजिलो हुन्छ, स्वाभाविक हुन्छ। त्यसैले आज अप्टिकल व्यवसायी सङ्घ एकीकृत भएको छ। व्यावसायिक ढङ्गबाट अगाडि बढ्नका निम्ति यो सङ्गठित पनि भएको छ र व्यावसायिक उद्देश्य प्राप्ति गर्ने ढङ्गबाट अगाडि बढ्न सकोस्। राइट, दाजुभाइले जहाज उडाउने कुरा, अमेरिकाको कानुनमा जहाज उडाउने व्यवस्था छ कि छैन भनेर पर्खेर बसेको भए उनीहरूले पहिलो जहाज उडाउन सक्दैनथे। यो क्रिएसन भएपछि मात्रै कानुन बनाउने गरिन्छ। सङ्गठित भएर तपाईँले के काम गर्ने, सङ्गठित भएर व्यवसायीहरूलाई कसरी सहयोग तपाईँहरूले पुर्याउने, तपाईँलाई नियोजन गर्नका निम्ति कानुन चाहिन्छ भनेको होइन। छैन कि जस्तो मलाई लाग्छ। त्यसैले आँखा जोगाउने चेतना विस्तार गर्न जरुरी छ।
आँखा सुरक्षित कसरी गर्ने हो थाहा पाउन जरुरी छ। चेतना विस्तार गर्ने काम पनि सँगसँगै गरौँ भन्ने मेरो प्रस्ताव छ। तपाईँहरूलाई एउटा दोसल्लाले पक्कै पुग्दैन, तर यो संस्थाले रेकग्नाइज गर्ने कोसिस गरेको छ। भगवानलाई मैले पहिला नेत्रज्योति सरको कार्यक्रममा भनेको थिएँ, यो कस्मेटिक प्रयोगका लागि होइन, उपचारमा प्रयोग हुने चस्मामा भन्सार घटाउने होइन, हटाउनुपर्छ। त्यो कडेलोले पनि हाम्रो प्रदेशमा एकदमै ठुलो योगदान पुर्याएको छ। यसले चाहिँ हामीले तत्काल निर्णय गर्ने कुरा यहाँहरूले धेरै मानिसहरूको सेवा गर्नु त्यसलाई ध्यान दिन अनुरोध गर्न चाहन्छु। सबैजना आउनुभयो, कृपया यो दुर्लभ अवसर नछुटाउनु होला। अब म उपाङ्ग अध्यक्ष श्री उमेश कुमार तुलाधरज्यूलाई आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथिज्यूलाई मायाको छिनोबाट विदाई गरिदिनुका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथिज्यूलाई र ग्रहणका लागि पनि मैले प्रमुख अतिथिज्यूलाई अनुरोध गरेँ। प्रतिष्ठित सहरको सूचीमा परेको छ। आगामी दिनमा सरकार कुनै ठोस रणनीतिका साथ अगाडि आउनेछ भन्ने पनि अपेक्षाका साथसाथै माननीय मन्त्रीज्यूलाई हामी यो मञ्चबाट बिदा पनि गरौँ। जोरदार तालीका साथ उहाँलाई बिदाई गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो मान्छे किन यहाँ छ भनेर सोचिरहनु भयो। अरे यो त हाम्रो बिजनेसको अपोजिट मान्छे। कतिजनाले त्यसरी सोच्नुहुन्छ होला, तर मेरो मनबाट नै धेरै सपोर्ट मेरो हाम्रो आँखाको फिल्डमा अहिले कस्तो छ भनेदेखि अफ्थाल्मोलोजिस्ट भन्यो, अप्टोमेट्रिस्ट भन्यो, 25 लाख चस्मा बिक्री हुन्छ एभ्री इयर। सायद म सबैभन्दा बुढोहरूमा यहाँ पनि गरिन सकिन्छ होला। मैले धेरै मानिसहरूसँग यही हलमा काम गरिसकेको छु। अनि दिनभरि बिरामी जाँच्ने अनि चस्मा बेच्ने, दिनभरि बिरामी जाँच्ने चस्मा बेच्ने। 10 दिनमा फर्केर आउँदा मेरो गोजीमा मेरो टिएजिएबाट 2000 रुपियाँ। म जहिले बाहिर गएर हेर्छु, दृष्टि आई केयर सिस्टमले चाहिँ तपाईँले देख्न सक्नुहुन्छ कुनै पनि चस्मा व्यवसायी साथीहरू र उहाँका प्रत्यक्ष परिवारका सदस्यलाई चाहिँ हस्पिटल चार्जेस जुन 500 देखि 700 खर्च हुन्छ सामान्यतया, त्यसमा 80% छुट दिएर रु 100 अथवा 140 चाहिँ तपाईँलाई सेवा उपलब्ध गराउनु भएको छ। त्यसको लागि दृष्टि आई केयर हार्दिक धन्यवाद गर्दै उहाँहरूलाई स्वागत गर्नलाई हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरी सर्जरीमा सबै खालको सर्जरीमा चाहिँ सिधै फ्ल्याट 20% अफ दृष्टि आई केयर सिस्टमले प्रोभाइड गर्नेछ। कुनै पनि आँखा सम्बन्धी जाँचका लागि चाहिँ यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ। अब त्यो मात्रै होइन, भोलि प्रत्यक्ष रूपमा आँखा सम्बन्धी बिरामीहरू पनि तपाईँसँग आएर जोडिने भएकाले तपाईँको दृष्टि आई केयर सिस्टमले तपाईँलाई प्रोभाइड गर्नेछ। त्यसै गरी भन्दा यो एउटा आकलन मात्रै हो, 2500 भन्दा बढी चस्मा व्यवसाय रहेको र हजारौँको सङ्ख्यामा 20,000को सङ्ख्यामा त्यो चस्मा व्यवसायले चाहिँ रोजगारी पनि स्थापना गरेको चाहिँ हामीले देख्न सक्छौँ। आज हाम्रो यो कार्यक्रम अत्यन्तै भव्यतापूर्वक अगाडि बढिरहेको छ। उहाँहरूको साथ सहयोग अत्यन्तै महत्त्वपूर्ण रह्यो।
सुक्तादेव संरक्षण विभागका महानिर्देशक श्री कुमार प्रसाद दाहालज्यूलाई पनि म स्टेजमा मायाको चिनो ग्रहणका लागि आमन्त्रण गर्न चाहन्छु। चिनो ग्रहणका लागि अनुरोध गर्दछु। काठमाडौँ महानगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष विमल होडाज्यूलाई पनि म अगाडि निमन्त्रणा गर्दछु। मायाको चिनो ग्रहणका लागि भक्तपुरका अग्र चस्मा व्यवसायी बुद्धि बहादुर बायजुज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्दछु। सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्न गइरहेका छौँ। आजीवन सदस्यहरू विनय श्रेष्ठ दिव्य दृष्टि अप्टिकल कृपया मायाको चिनो ग्रहणका लागि स्टेजमा आइदिनुहोला। सचिव ज्ञानेन्द्र अधिकारीज्यू, सहसचिव देवेन्द्र मासु मायाको चिनो ग्रहणका लागि। आजीवन सदस्यको प्रमाणपत्र ग्रहणका लागि अनुरोध गर्दछु। नवीन राज आचार्य, भास्कर श्रेष्ठज्यू लेन्सक्राफ्टबाट आज आजीवन सदस्यको प्रमाणपत्र ग्रहणका लागि हामी अनुरोध गर्न चाहन्छौँ। अनुरोध गर्दछु। त्यसपछि हरिबहादुर खड्काज्यू सिटिजन अप्टिकलबाट आजीवन सदस्यको प्रमाणपत्र ग्रहणका लागि हामी अनुरोध गर्दछौँ। आजीवन सदस्यको प्रमाणपत्र ग्रहणका लागि पनि म अनुरोध गर्दछु। यसपछि कुमार प्रसाद मैनालीज्यू काव्य अप्टिकलका तर्फबाट आजीवन सदस्यको प्रमाणपत्र ग्रहण गरिदिनुहोला। कृष्णराम चुलायदा अनुप लक्ष्मी अप्टिकलका तर्फबाट आजीवन सदस्यको प्रमाणपत्र ग्रहण गरिदिनुहोला। नवीन राज आचार्य मेट्रो अप्टिकलका तर्फबाट उहाँलाई पनि अनुरोध गर्न चाहन्छौँ आजीवन सदस्यको प्रमाणपत्र ग्रहणका लागि। त्यसपछि भास्कर श्रेष्ठ, मोनिका मण्डल आई कनेक्ट अफ्थाल्मिक एन्टरप्राइजेस प्राइभेट लिमिटेडबाट कृपया आजीवन सदस्यका रूपमा प्रमाणपत्र ग्रहण गरिदिनुहोला। त्यसपछि सुनिल चुजु न्यू स्टाइल अप्टिकलबाट उहाँलाई पनि मैले अनुरोध गरेँ आजीवन सदस्यको प्रमाणपत्र ग्रहणका लागि। र प्रमाणपत्र वितरणमा सहभागिता जनाइदिनु भएकोमा अध्यक्ष श्री उमेश कुमार तुलाधरज्यूलाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। अध्यक्षज्यू पनि यही स्टेजमै हुनुहुन्छ। ट्राफिक प्रहरी इन्चार्जलाई 72 खान चस्मा हस्तान्तरण गरिरहेका छौँ। ती चस्माहरूले उहाँको आँखाको स्वास्थ्यलाई अपेक्षा रहेको छ। धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु म सम्पन्न गर्नका लागि। उहाँको सहयोगका लागि हामी अत्यन्तै आभारी छौँ र यो प्रशंसा पत्रबाट उहाँलाई धन्यवाद ज्ञापन गर्न गइरहेको छ। र यसपछि हामी हाम्रा प्रायोजकहरूलाई मायाको चिनो प्रदान गर्न गइरहेका छौँ। प्रतिनिधि कोही हुनुहुन्छ भने अगाडि आइदिनु होला कृपया। मातृका आई सेन्टर दीपक अग्रवाल लेन्स क्लबबाट, विक्रम खड्का BSS ट्रेडर्सबाट, किरण सुवेदी इगल आई, दृष्टि आई केयर, जानकी अप्टिकलबाट भूपेन्द्र दासज्यू, पर्फेक्ट भिजनबाट निरज शाहज्यू, सुशील अग्रवाल अप्टिक ट्रेडबाट भास्कर श्रेष्ठ, सुमन कार्की आई जोनबाट,
त्यस्तै सह-स्पोन्सर जागिरलाई पनि धन्यवाद दिन चाहन्छु। साथै सबैजना स्पोन्सरहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यस संस्था आजसम्म यहाँ आइपुग्नु सबै तपाईँहरूको सहयोग र साथले भएको हो। म यस सफलताको श्रेय हाम्रो बोर्ड मेम्बरका साथीहरू र तपाईँहरूलाई दिन चाहन्छु। मैले एउटा कुरो चाहिँ भन्नै पर्ने हुन्छ, त्यो के भने मलाई संस्थामा लाग्नको लागि प्रेरित गर्ने दाइ स्वर्गीय द्वारिकामान नेम्पु हुनुहुन्थ्यो। म आज उहाँको सपना पुरा भएकोमा खुसी छु र उहाँको आत्माले शान्ति पाओस् भनेर भगवानलाई प्रार्थना गर्न चाहन्छु। म र हाम्रो टिम यस संस्थाको हक हितको लागि काम गरिरहन्छौँ भन्ने प्रतिबद्धता गर्दछु। अन्तमा तपाईँहरूको सहयोगले आज यो कार्यक्रम सफल भएकोले तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। त्यति भन्दै हाम्रो कार्यक्रम समापन घोषणा गर्दछु। धन्यवाद। जय नेपाल। Ini